बाबा तपाईँ सुन्दरी मिस यू बाबा मिस यु टु छोरी अनि आमा र भाइ आउनु भएन तिमीलाई थाहा छ त तिम्रो मम्मीको बारेमा आज राम्रो दिन छैन निस्किन हुँदैन भाइ तिम्रो कलेज गएको छ मलाई मेरो छोरीसँग भेट्न मन लाग्यो अनि आए किन म एक्लै आउनु पर्याप्त छैन र त्यस्तो केही पनि होइन बाबा सन्चै हुनुहुन्छ अङ्कल? ठिक छु अनि आरामै म सन्चै छु अङ्कल, आउनुहोस् बस्नुहोस्। हुन्छ ल ठिक छ तपाईँहरू कुरा गर्दै गर्नु म कफी बनाएर लिएर आउँछु पानी मात्र ल्याऊ हुन्छ किन उभिनु भएको बस्नु न हजुर केही छैन अङ्कल। सिद्धि र आन्टी सन्चै हुनुहुन्छ अङ्कल? उनीहरू ठिक छन् ज्वाइँ साहब हजुर ठिक छ। मलाई ज्वाइँ भन्नु पर्दैन अङ्कल, विश्वा नै ठिक छ। मलाई यसरी नै कम्फर्टेबल लाग्छ त्यसो भए ठिक छ। एकदम धन्यवाद ज्वाइँ मलाई छोरीसँग भेट्न बोलाउनु भएकोमा म त हिचकिचाइरहेको थिएँ जब तपाईँले बोलाउनु भयो राम्रो लाग्यो होइन होइन अङ्कल त्यस्तो होइन, यसले आफ्नै घर सोच्नुहोस्। तपाईँ जहिले पनि आउन सक्नुहुनेछ अनि जति दिन पनि बस्न सक्नुहुन्छ। हो त उहाँकै प्लान थियो यो सबै बच्चैदेखि सँगै बसेको अहिले ऊ घरमा छैन अनि राम्रो लाग्दैन चकचके बच्ची तपाईँहरू राम्ररी बस्नु भएको छ नि हामी ठिक छौँ अङ्कल, तर एउटा कुरा हजुरलाई भन्न थियो। भन्नु चाहिँ मैले बोलाएर हजुर यहाँ आउनुभएको बालालाई नभन्नु होला, उसलाई राम्रो लाग्दैन। हजुर आफै बालालाई भेट्न आउनुभएको त्यो भन्नु होला। हुन्छ यो लिनु बाबा खानामा के बनाऊँ बाबा मलाई केही चाहिँदैन छोरी तिमीलाई देखेँ मेरो पेट भरियो यदि मैले यहाँ खाएर गएको थाहा पायो भने तिम्रो आमाले मार्छिन् यो सब चल्दैन म बनाउँछु अनि तपाईँले खान पर्छ हजुरले खानै पर्छ अङ्कल। होइन ज्वाइँ अब मलाई बिदाई दिनुहोस् हेलो तपाईँ कतै जानुहुन्न आमासँग म कुरा गर्छु छोरी मेरो कुरा सुन जिद्दी नगर यो सब चल्दैन खाएर जानुपर्छ बस उसलाई सम्झाइदिनुहोस् मेरो काम छ उसको आमालाई थाहा छैन म यहाँ आएको यदि थाहा पाइन् भने कुरा सुनाउँछिन् दाल बनाउँदैछु बाबा विश्वले सिकाउनु भएको सुन्दरी तपाईँ पनि सुन्दरी भन्नुहुन्छ हजुर के भयो बाबा म आउँछु छोरी त्यसो हो भने एटलिस्ट कफी खाएर जानु होला। हुन्छ हजुर कफ। ठिक छ विश्व बाहिरबाट दुधको प्याकेट ल्याइदिनुहुन्छ सिद्धुको पढाइ कस्तो चल्दैछ बाबा थाहा छैन ऊ घरभन्दा धेरै कलेजमै बस्छ खै के गर्छ इन्टर्नमा छ नि त बाबा यस्तै हुन्छ तपाईँको सर्जरी डेट आइसक्यो अहिले भएको छैन केही टेस्ट बाँकी छ उनीहरूले भन्छन् ओ सुन्दरी हजुर बाबा यहाँ सब ठिक छ नि सबैले ख्याल राखेको छन् नि केही समस्या त छैन नि अहिलेसम्म त केही समस्या छैन बाबा सबै ठिक छ केही समस्या भयो भने भन म हेर्छु नि विश्व पनि तपाईँ जस्तै छ बाबा हि इज अ जेन्टलम्यान सो मलाई कुनै समस्या आउँदैन तिम्रो बिहेको समयमा तिमी कन्फ्युज थियौ कुरा कन्फ्युजनको होइन बाबा विश्व सेट हुन्छ या हुँदैन यो थोरै डर थियो बस एन्ड तपाईँलाई केही भइहाल्छ भन्ने डरले मेरो बिहेमा हतार गर्न यसले थोरै प्रब्लम थियो बस मेरो हेल्थ प्रब्लमले गर्दा तिम्रो चाँडै बिहे गरेको होइन मलाई डर थियो कि मलाई केही भयो भने तिम्रो के हुन्छ भनेर मम्मीले तिमीलाई सबै कुरा भन्नुभयो होला तर म एउटा कुरा भन्छु सधैँ खुसी रहनु यदि तिमीलाई केही समस्या भयो भने मलाई याद गर है त आमा सधैँ भन्नुहुन्छ यसरी बस त्यसरी बस
बस तपाईँ एक्लै हो जो भन्नुहुन्छ खुसीले बस्नु। आमाले जिउवारी निभाउन सिकाउनुहुन्छ अनि बुवाले हौसला दिनुहुन्छ। दुइटैको खाँचो पर्छ। मेरो प्यारो छोरी। तपाईँ घर राम्रो छ, धेरै पैसा लाग्यो होला है? हजुर त्यस्तै हो अङ्कल, चाहे जतिसुकै संसारमा घुमे पनि लास्टमा घरै आउनुपर्छ, त्यही भएर केही कम्प्रोमाइज नगरेको। दाइ जमानी तपाईँको बुवाले 1 रुपियाँ नि लिनु भएन। केही चाहियो भने मलाई भन्नु होला, म तपाईँको साथ दिन्छु। हजुर अङ्कल, हजुर पनि मलाई छोरा सम्झिनु होला, ज्वाइँ होइन। सधैँ हजुरको साथ दिनेछु। सर्जरी पछि मलाई केही भयो भने सुन्दरीको ख्याल राख्नु। अङ्कल यस्तो नभन्नु, हजुरलाई केही पनि हुँदैन। उसको ख्याल राख्नु होला। म छु नि अङ्कल। के कुरा हो? आपसमा के कुरा चल्दैछ? लाउ यो राख। यो के हो बाबा? म गएपछि हेर, अनि तिमीलाई थाहा हुन्छ। हुन्छ। आफ्नो ख्याल राख्नु। जान्छु है ज्वाइँ साहब। हुन्छ अङ्कल। बाई बाबा। बाई छोरी। Thanks for the surprise. Always at your service. बाला तिमी के सोच्दैछौ? केही होइन, सोच्दैछु गिफ्टमा के छ होला। खोलेर हेर न। के त्यो हाम्रो बिहेको एल्बम हो? होइन, मेरो सानोको एल्बम हो। ए, के म पनि हेर्न सक्छु? आउनु, बस्नु। मैले एक्सपेक्ट गरेको थिएँ कि बाबाले ल्याइदिनुहुन्छ भनेर। यसको पछि कहानी छ। इन्ट्रेस्टिङ। सानोमा मेरो बाबा बिजनेसको कामले अलग अलग गाउँमा घुम्नुहुन्थ्यो। हामीलाई एकसाथ समय बिताउन टाइमै मिल्दैन थियो। अनि म घरमा बाबाको लागि धेरै रुने गर्थेँ अनि बिना खाना खाए आमालाई धेरै सताउँथे। तब मेरो बाबा यो फोटो एल्बम देखाएर यसमा भएको हरेक तस्बिर पछिको कहानी भन्नुहुन्थ्यो। अनि जब म बाबालाई मिस गर्छु, यो एल्बमलाई हेरेर समय बिताउँछु। यही बिच घरमा जब कुनै दावत हुन्छ अनि म फोटो लिएर उहाँ जब फर्केर आउनुहुन्छ तब यसको ब्याक स्टोरी सबै बताउँछु। It's not just a photo album, Biswa. It's a storybook that connects me to my dad. म आउँदाखेरि यसलाई ल्याउने सोच्दै थिएँ, तर मैले बिर्सेँ। अनि बाबाले मलाई गिफ्ट गरिदिनु भयो। अब यसलाई हेर्नुपर्छ। हे बेबी बाला त्रिपुरा सुन्दरी। यो जब म 8 महिनाको थिएँ। ओहो तिम्रो कपाल कस्तो राम्रो यो फोटोमा। अहिले पनि राम्रो छ, रङ मात्रै फेरेको छ। दुईटै ठाउँमा राम्रो छ। यो फोटो लिनको लागि मैले आमा र बाबालाई धेरै सताएँ। म यति रुँदै थिएँ कि फोटोग्राफर अङ्कलले पनि भन्नुभयो कि उहाँ फोटो लिनुहुन्न। बाबाले उहाँलाई रोक्नु भयो, मैले रुन बन्द गरेँ अनि उहाँले फोटो खिच्नुभयो। त्यही भएर आमा आँसु छ। यो जब मेरो कपाल सबै निकालिदिनु भएको थियो, बाबाले भन्नुभयो जब मेरो कपाल निकाल्दै हुनुहुन्थ्यो म हाँसिरहेको थिएँ। अनि जब सबै कपाल निकालिदिनु भयो अनि मैले मिररमा हेरेँ, मेरो कपाल मलाई फिर्ता देऊ यो भनेर सोध्दै थिएँ। मेरो बाबा यो कहानी सुनाएर धेरै हाँस्नुहुन्छ।
यो जब म 1 वर्षको थिएँ। सायद यो फोटोको लागि कसैलाई पनि सताएन होला, खुसी देखिरहेछ। यो जब म 11 दिनको थिएँ मेरो फुफूसँग। यो जब मैले राक्षस जस्तो कपाल पढाएको थिएँ, म 2 वर्षको थिएँ। देख्नुभयो म कस्तो स्टाइलिस छु। त्यही हेर्दैछु, राक्षस पनि यो कपालमा कस्तो राम्रो देखेको। यदि यस्तो हो भने म देखाउँदिनँ। आई एम सरी। यो मेरो फर्स्ट फ्यान्सी ड्रेस कम्पिटिसनको फोटो हो। राम्रो देखिरहेको छु न? एन्जल जस्तो देखिरहेछ। यो मेरो भाइसँगको हो। अब रोक्दिउँ। किन अझै फोटो बाँकी छ? केही छैन, आऊ बस। मलाई हेर्न देऊ। मैले भयो भने नि। मलाई हेर्न मन छ। भयो विश्व। मलाई हेर्न छ। छोड्नु न। मलाई हेर्न छ। ए त्यही भएर मलाई हेर्नलाई उन्न भनेको रहेछ। विश्व मलाई मेरो फोटो फिर्ता दिनु। विश्व म अन्तिमचोटि भन्दैछु मेरो फोटो फिर्ता दिनु। म एकचोटि हेरेर दिन्छु। तपाईँलाई देख्न मिल्दैन विश्व। केही छैन, बचपनको फोटो होइन, एकचोटि हेरेर दिन्छु। दिनु विश्व। ल यो लिएर देखाऊ। विश्व दिनु विश्व। मलाई थाहा छ तपाईँलाई कसरी सेट गर्नुपर्छ। चाहे जेसुकै होस् यो फोटो पाउँदैनौ। हेर्नु म के गर्छु। भनेको थिएँ नि तपाईँ दिनुहुन्छ। अब यो फोटो कसलाई चाहियो? जिन्दगीमा पहिलोचोटि मैले कसैलाई किस गरेँ। यो मेरो लागि पहिलोचोटि हो अनि यो मेरो लागि धेरै स्पेसल छ। विश्व पनि स्पेसल फिल गर्दै हुनुहुन्थ्यो। अब विश्व मलाई यो फिलिङ कहिले दिनुहुन्छ थाहा छैन, तर विश्वको हतारो देखेर लाग्दैछ यो छिटै हुन्छ। यो लास्ट 2 डेज मेरो जिन्दगीको सबसे स्पेसल दिन हो। मैले धेरै कुरा सिकेँ। मैले बियर पिएँ अनि फेरि डिसाइड गरेँ म कहिले पिउँदिनँ। मैले बाबालाई भेटेँ, मैले मेरो हस्बेन्डलाई किस गरेँ अनि त्यही माथि मैले आफ्नो मर्जीले जिउन सिकेँ। हेर्ने हो भने यो म्यारेज डिसिजन मेरो लागि बेस्ट भयो। एउटा केटीको साथमा यस्तो म्यारिड लाइफ अनि यस्तो हस्बेन्ड भयो भने अरू के चाहियो। थ्याङ्क यू सो मच बाबा। भन केटो। कृष्णा, मलाई मेरो बुढीले किस गर्यो। ए पर्खी, यसले मार खाउँछ। छिची, तिमीहरू यस्तो पनि कुरा गर्छौ? छि, कस्तो भाग्य मेरो। त्यस्तो के कुरा हुन्छन्? छि, बाहिर गएर कुरा गर। ओइ कृष्णा, त छस् कि छैनस्? ए नलायक के भयो तँलाई?
यति जोडले कोराएर बोल्नुपर्छ? एक्साइटमेन्ट हो यार, काबुमा छैन। तेरो एक्साइटमेन्टले मलाई मार खुवाउँछस्। यार मेरो गुड न्युज सुनेर त खुसी छैनस्? त्यस्तो के होइन, मेरो बुढीले सधैँ मलाई किस गर्छ, म सबैलाई भन्दै हिँड्छु। यस्तो होइन कृष्ण। त्यो सबै छोड, दाल बनाउने रेसिपी तँलाई आउँछ? तसँग कुरा गरेर कामै छैन। त मलाई फोन नगर अनि कुरा नि नगर। त्यस्तो कुरा होइन यार, काटिहाल्यो नि। यसको बानी सधैँ यस्तै छ। सुन्दैछौ? दाल बनायौ? त्यसको कारणले म छिटै मर्छु होला। के भयो? केही त बोल्दैछौ? म खाना पकाउँछु, जाऊ बस। कुन दाल पकाउनु भन त? तड्का दाल बनाऊ कि पालक दाल बनाऊ? हो त्यसो भए आज हाम्रो फर्स्ट नाइट हो। ओ हेलो, मैले बस एउटा पिलो हटाएको अनि त्यसको लागि अझै धेरै टाइम छ। ठिक छ। अनि तपाईँ के सोच्दै हुनुहुन्थ्यो? म के होइन। तपाईँ विकेन्डमा नुहाउनुहुन्न र? मतलब सन्डे सबैको होलिडे हो, त्यही भएर नुहाउनको लागि पनि होलिडे हो। तर विश्व मेरो डाकको लागि होलिडे छैन, गनाइरहेको छ। ओके। साईको सुरेश यो को हो? कहाँ छौ विश्व? सिन्धुको निकेमा आएनौ त? तिमी यहाँ आएर धुम मचाउँछौ भनेर सोचिरहेको थिएँ मैले। हेलो, केटी मान्छेको आवाज? हेलो हेलो, म विश्वको वाइफ हो। विश्व नुहाउँदै हुनुहुन्छ? विश्वले बे गरिसक्यो? मलाई भनेन त। एनिवे शादी मुबारक। विश्व पनि बोलेको बोका बनिसकेछ। गुलाबी आंखें जो तेरी देखे, शराबी ये दिल हो गया। विश्व हाँ सिन्धु को हो? हाँ सिद्ध सिद्धू सिद्धु होइन, सिन्धु। मसँग केही लुकाउन पाउनुहुन्न, सबै सेयर गर्नुपर्छ।